रिलेसनसिपमा रहेछन् तिन भेटिनु भेटेपछि उनले लोग्नेको सट्टा त्यो देउरानीलाई चाहिँ के ल्याइदिए देउरानीलाई हिर्काएँ टाउकोमा के भएन चाहिँ उठी अनकन्सियस भयो उनीहरूले थाहै मरेन दुइटै मिल्यो दुइटै मिल्न चाहिँ फेला फ्यामिली कलर चाहिँ ड्रइङ आयो एक फ्याक्टर एक भने आयो क्या ड्रइङ आयो अब यहाँ पनि एक जतिखेर अनकन्सियस भएर चाहिँ त्यतिखेर चाहिँ ग्राभिटीले हात गर्न त चाहना थियो होला त्यतिखेर मरेकै हो जे कारणले गर्यो त्यो त मार्नु परेकै लाख दबाउनु हो भन्दाखेरि भोलि सजाय हुन्छ यी केस भने नेपालका केस यिनीहरूले कहिले साना सिद्धान्त चाहिँ छन् भन्दै ती महिला र उसले युकेमा चाहिँ गयो ल पनि गरिदिए काठमाडौँ ल पनि गरिदिए अनि र थोरै समयको त्यहाँ अनि त्यस पछाडि उठे काम गर्दाखेरि फ्रान्स रिटर्न भएर उठ्ने अर्को देशमा कहाँ भन्दाखेरि आइरिस फ्री स्टेट भयो त्यतिखेर आइरिस फ्री स्टेट र बेलायतको बिचमा चाहिँ लडाइँ भयो लडाइँ भएको हुनाले आइरिस अथोरिटीले उसलाई डिपोर्ट गर्दै फर्काइदियो के भन्यो भने विदेशी राज्यबाट शत्रु राज्यबाट आएको थियो शत्रु दास फर्काइदिएपछि युकेमा गयो जाने उनको त भिजा सकिएको छैन अब उनलाई युकेमा चाहिँ के भन्यो भनेदेखि भिजाको म्याद नभइकन फ्रान्सको नागरिक बेलायतमा बस्दा उनले के भने म त पक्राउ गर्दाखेरि यसलाई अदालतमा 1930 साथै पक्राउ गर्यो इन्ट्री गर्ने प्रोसेस छैन भनेर पक्राउ गर्यो सकिएको छैन अनि उनलाई चाहिँ कन्भिक्टेड गर्यो उनले चाहिँ अपिल गर्यो के भन्यो भनेदेखि म आफ्नो पुण्य फर्किने हो बेलायत बस्नु चाहिँ मेरो भिजाको म्याद थियो फेरि आइरिस फ्री स्टेट जाँदा पनि त्यो देशको म्याद त थियो त्यो देशका अधिकारीले मलाई जबरजस्ती बेलायतमा फर्काएको कारण मेरो कन्ट्राक्टै भोलन्टरी होइन नि मलाई कसरी सजाय हुन्छ र त्यसलाई मेन्सिरिया त हेरिँदैन भन्ने त मेरो कामै पनि त भोलन्टरी होइन नि भन्दाखेरि होइन तिमी चाहिँ त्यहाँ छौ त्यो नि सफिसियन्ट यो देशमा छौ कसरी छौ त्यसलाई स्टेट अफ एफेयर्स भन्दा चाहिँ हामीले अस्ति एक्टासिया पढ्यौँ एक्टासियाको काम हेर्दाखेरि यो कुनै सिचुएसनमा हुनु मिन्सिरियाको काम थियो यो एक्टासिया चाहिँ कुनै सिचुएसनमा हुने स्टेट अफ एफेयर्स हो मिन्सिरिया थियो एब्सोल्युट टेररिस्टको भने के भने यसमा तिम्रो पर्मिसन छैन आयो त्यति सफिसियन्ट भनेर क्या भोलिदेखि यो एब्सोल्युट अर्को एउटा एउटा मान्छे बाहिर कतै सडकमा लडिरहेको थियो स्ट्रेचरमा ल्याएर चाहिँ अस्पतालमा इमर्जेन्सीमा भर्ना गरेको थियो इमर्जेन्सीमा भर्ना गरे डक्टरले जाँदा त त्यो रक्सी खाएर त्यहाँ भएको मान्छे रहेछ अनि बाहिर निकालिदिएपछि उति फेरि आएर फेरि करिडोरमा आएर चाहिँ बस्नु पुलिसलाई बोला पुलिसले चाहिँ त्यो मान्छेलाई लगेर कहाँ राख्नु त्यो रक्सीलाई पर लगेर चाहिँ कहाँ हाइवेतिर छोड्दैछ एउटा पुलिसले अर्को पुलिसको भ्यान आयो पुलिसको भ्यान आउँदाखेरि त्यहाँ के रहेछ भने रक्सी खाएर चाहिँ हाइवेमा हिँड्नु हुँदैन भनेर अर्को पुलिसको भ्यानले लिएर चाहिँ गइदियो उसले भन्नु मलाई त यो पुलिसको भ्यानले ल्याएर यहाँ छोड्या हो मेरो यो कन्ट्रक्ट भोलन्टियर नै होइन हुँदैन त्यस्तो तिमी रक्सी खाएर चाहिँ हाइवेमा गयो त्यहाँ सफिसियन्ट भयो त्यहाँ पनि त्यसैले यति एब्सोल्युट र स्टिकमा अलिक फरक छ त्यस कारणले के भने भोलि